यहाँ छ कुखुराको मासु र इस्कुस हो। डल्ले सुकाएको डल्ले हालेर पिसेको धनियाँको अचार। अब मैले चाहिँ लन्च गर्नु आँटेको धनियाँको अचार। यहाँ छ चिकन र इस्कुस हो। डल्ले खोर्सानी त पिरो पनि छैन रहेछ, अस्ति त्यत्रो महँगो डल्ले खोर्सानी। यहाँ फुलकोपी र आलु, यहाँ धनियाँको अचार हो। अब हामी चाहिँ खानु आँटेको 2-3 दिन बाहिर निस्केर हो, लन्चको बनाएको थिइनँ। मलाई चाहिँ खाना चाहिँ चटक्कै मनपर्छ क्या, मिठो मिठो हुने खाना मनपर्छ। पिरो खाएन भने त खाना खाएको जस्तो लाग्दैन हो। म चाहिँ अमिलो चाहिँ मन पर्दैन, पिरो र गुलियो चाहिँ माई फेभरेट हो। डल्ले खोर्सानी खाऊँ ल, कस्तो लाग्छ। खाना चाहिँ चटक्कै हुनुपर्छ क्या, चटक्कै। तैँले खाने त होइन यो। हेलो साथीहरू, आज चाहिँ मेरो लन्चमा बनाएँ यो फुलकोपी र आलु हो। अनि यहाँ छ इस्कुस र कुखुराको मासु। इस्कुस र कुखुराको मासु हो। यहाँ छ धनियाँको अचार हो। अब यहाँ चाहिँ भात रेडी छ हो। अब चाहिँ खानु आँटेको हामी लन्च।